2033 सालको पुस महिनाको चिसो रातमा काठमाडौँको थापाथली स्थित परोपकार प्रसुति अस्पतालमा बुबा उदयबहादुर थापा र माता शान्ता थापाको ज्येष्ठ सुपुत्रको रूपमा एउटा नवजात शिशुको जन्म हुन्छ। उनको नाम राखिन्छ उज्जवल, जस्तो कि भविष्यका लागि एउटा उज्यालो बत्ती बालिएको हो। तर त्यो उज्यालो बत्ती बाल्ने ठाउँ कस्तो थियो? परिवारले काठमाडौँको महाराजगञ्जमा एउटा सानो कोठा भाडामा लिएका हुन्छन्। बुबा उदयबहादुर थापा नेपाली काङ्ग्रेसका सक्रिय कार्यकर्ता थिए भने आमा शान्ता थापाले घर सम्हाल्थिन्। सानो उज्जवल अनि उज्जवलको सानो भाइ सुदीप। साधारण परिवार अनि सामान्य सपना। समय बित्दै जान्छ, उज्जवल हुर्किँदै जान्छन्। भोटेवालमा रहेको अरनिको बोर्डिङ स्कुलमा उनले कक्षा 3 सम्म अध्ययन गर्छन्। त्यस पछाडिको शिक्षा भने उनले बुढा नीलकण्ठ स्कुलबाट सुरुवात गर्छन्। उनको सोच्ने तरिकै अर्कै हुन्छ। उनी सधैँ प्रश्न गर्थे, शिक्षकहरूले दिएको उत्तरमा सन्तुष्ट हुँदैनथे। बुढा नीलकण्ठ स्कुलमा पढ्दा ओ लेभलको अङ्ग्रेजी साहित्यको परीक्षा हुन्छ। प्रश्न हुन्छ कि सिकाइ भनेको के हो? सबै विद्यार्थीहरूले उत्तर पुस्तिकामा उत्तर फटाफट लेख्न थाल्छन्, तर उनले अर्कै शैली अपनाउँछन्। उनले कागजमा एउटा कार्टुन बनाउँछन्। एउटा मानिसले किताब पढ्दै गरेको, अर्को मानिसले हातमा कलम पक्रेर केही लेख्दै गरेको, अनि अर्को मानिसले चाहिँ आकाशतिर हेरेर केही सोच्दै गरेको। उक्त घटना पछाडि शिक्षक र सहपाठीहरूले उनलाई पागल भनेर जिस्काउन थाल्छन्। तर जब नतिजा आउँछ, बेलायती शिक्षा बोर्डले उनलाई उच्च अङ्कमा पास गरिदिन्छ। यो थियो उज्जवल थापाको पहिलो पाठ। वास्तविक सिकाइ भनेको जीवनलाई फरक दृष्टिकोणबाट हेर्ने कला हो भन्ने। शिक्षकहरूले उनलाई त्यस घटना पछाडि मेभेरिक भनेर बोलाउन थाल्छन्, जुनको अर्थ हुन्छ स्वतन्त्र चिन्तक। त्यो उपनाम उनको जीवनभर पनि साँचो रहिरह्यो। बुढा नीलकण्ठ स्कुलबाट उत्कृष्टताका साथ उत्तीर्ण भएपछि उनको लागि अर्को द्वार खुल्छ, अमेरिकाको बेनिङटन कलेज। उनले त्यहाँ एस्ट्रोफिजिक्स अर्थात् भौतिक विज्ञान पढ्ने निर्णय गर्छन् र त्यसपछि अमेरिका लाग्छन्। उनले भनेका थिए कि बेनिङटनले मलाई यो सिकायो कि मैले विज्ञान पढ्दै गरे तापनि बुद्ध धर्म अध्ययन गर्न सक्छु र कम्प्युटरको गेम खेल्दै पनि कला सिक्न सक्छु। यो उनको थियो दोस्रो सिकाइ, सम्भावनाको सिकाइ। अमेरिकामा उनले सर्च इन्जिन याहू.com मा काम गरे। उनको केरियर चम्किलो थियो। पैसा, सम्मान, सुरक्षा सबै थियो। तर एउटा प्रश्नले उनलाई सताइरहन्थ्यो। त्यो प्रश्न थियो, किन नेपाल? किन म यहाँ बसेको छु? किन म आफ्नो देश फर्किने होइन? किन म आफ्नो माटो, आफ्नो मान्छेहरूको लागि केही गर्ने होइन? यो प्रश्न उनको दिमागमा एउटा किरा कुदे सरह कुदिरहेको थियो। र 2057 सालमा उनले त्यो ठुलो निर्णय लिन्छन्, अमेरिकाको आरामदायी जीवन छाडेर नेपाल फर्कने। उनका धेरै साथीहरूले उनलाई पागल भन्छन्। तिमीले सबै छोडेर जाँदैछौ, के नेपालमा केही छ र? उत्तर स्पष्ट हुन्छ, छैन भने हामीले बनाउनु पर्छ, म फर्कन्छु। नेपाल फर्केपछि उनले जे देखे त्यो एउटा भयानक सत्य थियो। देश गृहयुद्धको आगोमा सल्किरहेको थियो। राजनीतिमा अस्थिरता थियो, आर्थिक मन्दी थियो र सबैभन्दा ठुलो समस्या बन्दको संस्कृति दिनानुदिन बढिरहेको थियो। देश जबरजस्ती बन्द पारिन्थ्यो, जनताको जीवन अस्तव्यस्त हुन्थ्यो। उज्जवल थापा सजिलै हार मान्ने व्यक्ति थिएनन्। उनी त मभेरिक थिए र यहीँबाट उनको असली यात्रा सुरु हुन्छ। उनले सोच्छन् कि यदि राजनीतिले देशलाई यस्तो बनाएको हो भने त्यो राजनीति बदल्नुपर्छ, तर बदल्नको लागि एउटा शक्ति चाहिन्छ र आधुनिक युगमा शक्ति भनेकै अर्थ हो। त्यसैले उनले आफ्नो जीवनलाई एउटा प्रयोगशाला बनाउँछन्। 2059 सालमा उज्जवल थापाले आफ्ना नजिकका साथीहरू चन्द्र महर्जन र सकिन श्रेष्ठसँग मिलेर डिजिटल म्याक्स सोल्युसन स्थापना गरे। त्यो समयमा नेपालमा डिजिटल प्रविधि र आइटी उद्योग अति नै प्रारम्भिक चरणमा थियो, जहाँ अवसरहरू भन्दाखेरि पनि चुनौतीहरू बढी थिए। सीमित स्रोत, कमजोर प्राविधिक पूर्वाधारका बीच पनि उज्जवलले यस क्षेत्रलाई व्यापारका रूपमा होइन, भविष्य निर्माणका माध्यमका रूपमा हेरेका थिए। डिजिटल म्याक्स सोल्युसन्स उनको लागि एउटा कम्पनी मात्र थिएन, त्यो एउटा प्रयोगशाला जस्तो थियो, जहाँनेरि नयाँ सोच, नयाँ सिप र नयाँ सम्भावनाहरूले जन्म लिन्थे। उनको लागि सफलताको परिभाषा अरू उद्यमीहरूको जस्तो थिएन। उनको लागि त सफलता केवल नाफा, बजार हिस्सा वा कम्पनीको आकारसँग सम्बन्धित थिएन। उनी प्राय भन्ने गर्थे, मलाई सबैभन्दा ठुलो सन्तोष यो भएकोमा भएको छ कि मेरो कम्पनीबाट 30 जना भन्दा बढी कर्मचारीहरूले आफ्नै कम्पनी सुरु गरे। यो भनाइले उनको सोचको गहिराई स्पष्ट रूपमा देखाउँछ। जहाँ धेरै उद्यमीहरूले कर्मचारीलाई दीर्घकालीन श्रम शक्ति मान्छन्, तर उज्जवलले उनीहरूलाई भविष्यका सहयात्री र सम्भावित उद्यमीको रूपमा हेर्थे। उक्त कम्पनीमा काम गर्ने युवाहरूलाई उनले काम गर्न मात्र सिकाएनन्, सोच्न पनि सिकाए। उनले असफलतालाई डर मान्नु हुँदैन,
जोखिम लिन सिक्नुपर्छ र आत्मनिर्भर बन्नु नै सबैभन्दा ठुलो सफलता हो भन्ने कुरा आफ्नो व्यवहारमै लागू गरेर सिकाए। यही कारणले गर्दा उनका धेरै कर्मचारीहरू पछि गएर आफ्नै स्टार्टअप, आफ्नै आइटी कम्पनी र डिजिटल सेवाका व्यवसायहरू सुरु गर्न सक्षम भए। उज्जवलका लागि यही नै उद्यमशीलताको वास्तविक उपलब्धि थियो। उनी एक इनोभेटर पनि थिए। उनले डिएमएस लिफ्ट, न्युजफिड.com, एक्जोटिक बुद्ध जस्ता डिजिटल व्यवसायहरू सञ्चालन गरे। यसबाहेक उनको कृषि क्षेत्रमा पनि विशेष लगाव देखिन्छ। त्यसैले उनले पश्चिम स्याङ्जामा साङ्ग्रिला कफी फार्म सञ्चालन गर्छन्, जहाँबाट गाउँघरका निम्न आय भएका विपन्न परिवारहरूले प्रत्यक्ष रोजगारी पाउँछन्। उनी आर्थिक रूपमा खासै सफल त भएनन्, तर अरूलाई सोच्न, प्रयास गर्न र जोखिम लिनुपर्छ है भनेर प्रेरित गरिराख्ने कुरामा चाहिँ सधैँ सफल भए। उनका प्रयोगहरूले नेपालमा डिजिटल उद्यमशीलताको सम्भावनाबारे बहस सुरु गराएको थियो। यही सोच, यही निरन्तर प्रयोग गर्ने साहसबाट 2064 सालमा एन्टरप्रेन्योर्स फर नेपालको जन्म भयो। यस अभियानमा आशुतोष तिवारी उनका मुख्य सहयोगी थिए। यो त केवल एउटा संस्था थिएन, यो त युवाहरूको आइडिया साझा गर्ने, असफलताको कथा सुनाउने र एकअर्कालाई अघि बढ्न हौसला दिने एउटा साझा प्लेटफर्म थियो। नेपालमा क्रान्ति भन्नाले हत्या बुझिन्थ्यो, आगजानी बुझिन्थ्यो, चर्का भाषण र सडकमा फैलिएको डरलाई बुझिन्थ्यो। परिवर्तनको नाममा आम मानिसको दैनिक जीवन ठप्प पारिन्थ्यो, तर त्यो पीडालाई कसैले प्रश्न गर्दैनथ्यो। यही स्थापित सोचलाई चुनौती दिँदै 2067 सालतिर उज्जवल थापाले क्रान्तिको नाममा एकदमै नयाँ शब्दकोश लेखे। उनको क्रान्ति बन्दुकले होइन, नागरिक चेतनाले चल्ने थियो। उनले त्यसलाई नाम दिए, नेपाल खुल्ला छ। नेपाल खुल्ला छ एउटा कुनै नारा मात्र थिएन, यो त एउटा नागरिक घोषणा थियो। यो आन्दोलनले साहसका साथ भनेको थियो कि नेपाल तिम्रो घर हो, तिमी नै यसको मालिक हौ, यो डेरा होइन जहाँ जो आएर पनि बन्द गरेर जान पाओस्। बन्दको नाममा सडक, पसल, विद्यालय र सपनाहरू बन्द गर्ने संस्कृति विरुद्ध यो आन्दोलन चर्को थियो। उज्जवलले डरको भाषालाई खुसी, साहित्य र सहभागिताले जित्न सकिन्छ भन्ने कुरा देखाए। मोटरसाइकल र्याली, गीत, नारा र हाँसो मार्फत उनले प्रतिरोधको नयाँ शैली प्रस्तुत गरे, जहाँ क्रोध त छँदै थिएन, केवल उत्साह बलियो थियो। यो आन्दोलनको सबैभन्दा ठुलो योगदान डरमाथिको विजय थियो। मानिसहरू पहिलो पटक सडकमा निस्किए, तर ढुङ्गा र आगोसँग होइन, आत्मविश्वास र मुस्कानसँग। यही प्रक्रियाबाट नेपाली राजनीतिमा एउटा बिल्कुलै नयाँ स्पिसिज अर्थात् नयाँ प्रजातिको जन्म भयो, विवेकशील युवा। त्यो युवा हिंसात्मक थिएन, तर निष्क्रिय पनि थिएन। यो त उग्र थियो, साथसाथै जिम्मेवार पनि। यो त नेता भक्त थिएन, तर विचार भक्त थियो। यसले सधैँ प्रश्न गर्थ्यो, तर्क गर्थ्यो र परिवर्तनलाई नैतिक आधारमा परिभाषित गर्थ्यो। तर समय सँगसँगै उज्जवल थापाले एउटा गहिरो यथार्थ बुझ्दै गए। सडकको आन्दोलनले केवल सरकार त बदल्न सक्छ, तर प्रणाली बदल्न सक्दैन। नारा र र्यालीले ध्यान त खिच्न सक्छ, तर नीति बदल्न सक्दैन। यदि साँच्चै व्यवस्था बदल्नु छ भने व्यवस्थाभित्रै पस्नुपर्छ। यही बोधले उनलाई अर्को निर्णायक मोडतर्फ डोर्याउँछ। त्यसैको परिणामस्वरूप 2070 सालमा विवेकशील नेपाली दलको औपचारिक स्थापना भयो। यो केवल एउटा राजनीतिक पार्टी थिएन, यो नेपालको एउटा स्पष्ट रूपमा मूल्य आधारित युवा नेतृत्वको राजनीतिक विकल्प थियो, जहाँ नेताको नाम भन्दा पनि सिद्धान्त ठुलो थियो, जहाँ सङ्गठनको पद भन्दा पनि आचरण महत्त्वपूर्ण थियो र जहाँ राजनीतिलाई पेसाको रूपमा भन्दाखेरि पनि सेवाको रूपमा बुझिन्थ्यो। सडकबाट सुरु भएको चेतना अब संसदसम्म पुर्याउने यात्राको सुरुवात यहीँबाट भयो। उनको राजनीतिक यात्राको सबैभन्दा उल्लेखनीय पक्ष 2074 सालको स्थानीय तहको निर्वाचनमा देखिन्छ, जब विवेकशील नेपाली दलले काठमाडौँ महानगरपालिकाको मेयर पदका लागि रन्जु दर्शनालाई समर्थन गर्छ। त्यसबेला मात्र 21 वर्षीय रन्जु दर्शनालाई उम्मेदवार बनाउनु नेपाली राजनीतिमा एकदमै साहसी र प्रतीकात्मक निर्णय थियो। उज्जवल थापाको यो निर्णयले राजनीतिमा उमेर र लिङ्ग भन्दाखेरि पनि क्षमता, विचार र प्रतिबद्धता महत्त्वपूर्ण हुन्छ भन्ने कुरालाई सन्देश दिएको थियो। यसले उनको लैङ्गिक समानता र युवा नेतृत्वप्रतिको स्पष्ट दृष्टिकोणलाई प्रतिबिम्बित गर्छ। उक्त निर्वाचनमा 21 वर्षीय दर्शनाले 23,439 मत प्राप्त गरिन्, जुन कुनै पनि नयाँ र सीमित सङ्गठन भएको राजनीतिक दलका लागि एउटा उल्लेखनीय उपलब्धि मानिन्छ। यद्यपि उनले चुनाव त जित्न सकिनन्, तर उनको उपस्थितिले काठमाडौँको राजनीतिक बहसमा नयाँ ऊर्जा भरेको थियो। यसले युवाहरू राजनीतिप्रति उदासीन छैनन् भन्ने कुरा प्रमाणित गर्यो र मतदातालाई परम्परागत राजनीतिक ध्रुवीकरणभन्दा बाहिर सोच्ने विकल्प प्रस्तुत गरियो। उज्जवल थापाको समर्थनले रन्जु दर्शना जस्ता युवा महिला उम्मेदवारलाई केवल चुनावी मञ्च मात्र प्रदान गरेन, उनले हजारौं युवाहरूलाई राजनीति पनि हाम्रै क्षेत्र हो भन्ने आत्मविश्वास दिलायो। यो अभियान कुनै एउटा चुनावसम्म सीमित थिएन, बरु यसले नेपालमा वैकल्पिक राजनीतिका सम्भावनाहरूलाई सार्वजनिक बहसको केन्द्रमा ल्यायो। परम्परागत दलहरूको प्रभुत्वबीच नयाँ राजनीतिक शक्तिले प्रभाव पार्न सक्छ भन्ने सन्देश यही अभियानबाट फैलियो। कुकुर
नेपाली समाजमा कसैलाई गाली गर्दाखेरि अर्थात् हेपेर भन्दाखेरि प्रयोग गरिने शब्द। तर उज्जवल थापाले त्यसलाई एउटा सुपर पावरमा बदले। 70 सालको संविधान सभा निर्वाचनमा निर्वाचन आयोगले कुकुर चिन्ह प्रदान गर्छ। उनले स्पष्ट भन्छन्, कुकुर चिन्ह एकदमै सान्दर्भिक छ, किनभने नेताहरू भनेको कुकुर जस्तै हुनुपर्छ, कुकुर जस्तै वफादार, कुकुर जस्तै इमानदार र कुकुर जस्तै रक्षक हुनुपर्छ। त्यसैले हामी वाचडगको भूमिका खेल्न चाहन्छौँ। एउटा सक्षम नेताको लागि चाहिने गुण त्यही कुकुरमा छ। कुकुर इमानदार छ, कुकुर तपाईँको सुरक्षा गर्छ भनेपछि इमानदारी, वफादारी, जनताको पहरेदारी, यही 3 कुरा एउटा सक्षम नेतामा हुनुपर्छ। यो उनको मास्टर स्ट्रोक थियो। यसले पुरानो राजनीतिको हात्ती घोडा जस्ता चिन्हहरूलाई एउटा व्यङ्ग्यात्मक प्रहार गरियो। यद्यपि उनले चुनाव त जितेनन्, तर उनको विचारले नेपाली समाजमा बीजारोपण गरिसकेको थियो। त्यसपछि उनले नागरिकको सुलभ स्वास्थ्य सेवाको माग गरे, डाक्टर गोविन्द केसीको अनसनलाई पनि ठूलो समर्थन गरे र क्रमशः राजनीतिमा सक्रिय हुँदै गए। त्यसपछि 74 सालमा विवेकशील नेपाली र साझा पार्टी मिलेर विवेकशील साझा पार्टी बन्यो। यो एउटा पावर कपल थियो, तर यसको विवाह टिकेन। 2075 साल पुस 27 गते पार्टी टुट्यो। यो उनको लागि निकै ठुलो आघात थियो। 2078 वैशाखमा एभरेस्ट ट्रेक पछि उनी कोभिड सङ्क्रमणमा परे। उनको अवस्था बिग्रदै जान्छ। त्यसपछि उनलाई ग्रान्डी र मेडिसिटी जस्ता अस्पतालमा भर्ना गरिन्छ। त्यही पनि उनको स्वास्थ्यमा खासै केही सुधार आउँदैन। स्वास्थ्य क्रमशः बिग्रिँदै जान्छ। यही उनको सबैभन्दा ठुलो पाठ सुरु भयो। उनले बनाएको ट्राइब एकजुट भयो। गो फन्ड मी मार्फत 24 घण्टाभित्र 50 लाख भन्दा बढी रकम सङ्कलन भयो। तर विडम्बना, सहयोग त उठ्यो तर उनी उठ्न सकेनन्। 2078 जेठ 18 गते बेलुका 4:25 विवेकशील नेपाली दलका संस्थापक अध्यक्ष उज्जवल थापाको कोरोनाको कारण निधन भयो। उनको मृत्युले एउटा ठुलो शून्यता सिर्जना गर्यो। तर वैकल्पिक राजनीतिको आवश्यकता, पारदर्शिता र जवाफदेहिता, युवा सशक्तिकरण र सकारात्मक अभियान जस्ता एजेन्डा भएका कारणले उनको प्रचण्ड विचार अझै पनि जिउँदै छ। उनले छोडेको विरासत अझै पनि जीवितै छ। उनले कहिले चुनाव त जितेनन्, तर एउटा पुरा पुस्तालाई राजनीतिक रूपमा साक्षर बनाए। उनले कहिले सत्ता त सम्हालेनन्, तर बन्द जस्तो शक्तिशाली हतियारलाई हाँसेर र गीतको माध्यमले पराजित गर्ने मार्ग देखाए। उनले कहिले धनी व्यक्ति बन्न त खोजेनन्, तर सयौं उद्यमीहरू सिर्जना गरे। उज्जवलले त विवेक पुर्याए र परिवर्तनको बिगुल फुके। अब विवेक पुर्याउने पालो हाम्रो हो। फागुन 21 गते हुन लागेको निर्वाचनमा हामी सबैजनाले आआफ्नो तर्फबाट सक्षम, सबल र साँच्चै नै परिवर्तन ल्याउन सक्ने खालको सम्भावित उम्मेदवारहरूलाई जिताउँ। हजुरहरूलाई आजको यो हाम्रो भिडियो कस्तो लाग्यो कमेन्ट मार्फत जानकारी गराउन सक्नुहुन्छ। धन्यवाद दर्शकवृन्द।